नयाँ ब्लग है। आज चाहिँ म यस्तो भक्तपुरतिर हिँडेको यो घुम्नको लागि क्या, रानीकोटतिर त्यो ढुङ्गातिर हिँडेको क्या घुम्नको लागि। त्यही बसेर के काम छैन भनेर तेल सेल हालेँ टिभीतिर, त्यहाँबाट तेल सेल हालेर हिँडेको हिँड्दा चाहिँ। अब हेरौँ आज के हुन्छ। यहाँ के लाग्छ अब यस्तो नेट मन गरेर त के भएछ त्यही हालेको। स्पिड 50भन्दा माथि नजाउँ भने 55 पुगेछ, भारी भयो। अब हेरौँ म आज के हुन्छ माथि गएर। एक्लै हुन त अब अरू कोही छैन साथी हो नि त, एक्लै हिँडेको बस्दा बस्दा अल्छी लाग्छ हिँडेको मलाई। घाम पनि कस्तो लागेछ हौ, घाम लाग्यो उसो हिँड्नै मन लागेन। अनि अहिले 3:30 हुँदा अनि यतितिर हिँडेको। 250 को तेल हालेको 250 फुल भयो ट्याङ्की। अहिले तेल खाली गरेर होइन मैले, अलिकति कम साथै हालेको छु। पहिला जस्तो 200 फुल हुन्थ्यो होला, अहिले बढेर यो हुँदैन गयो। नत्र तेल म तेल कमै गर्दिनँ क्या, त्यस्तो तेल राखिरहेको छु। अलिकति कम पनि हालिहाल्छु। पहिला आउँदाखेरि क्या फर्स्ट टाइममा बिर्सिएर यो माथि यहाँ चाहिँ मात्र गएछ कि गेटबाट चाहिँ। अनि बाटै खाना गऱ्यो त्यो बेला, बाटो नि घर बाइक हिँडेको बाटो खाना गऱ्यो उयो बाटो यहाँबाट गइएछ। अनि लास्ट बाटै कहाँ पुग्यो पुरै बाटो बिग्रेछ होइन। बल्ल बल्ल लिएर टाढै डाँडा निक्लेर लास्टमा त्यो माथि पुगिने ठाउँमा अनि त्यहाँ एउटा बिग्रिया बाटो छ त्यहाँबाट निक्ल्यो। अनि के पुरै बिग्रिया बाटो जाउने बाटो पनि थाहा थिएन, राम्रोसँग चलाउनै आउँदैन। घरबाट लाइसेन्स निकाल्यो, लाइसेन्स निकाल्ने बित्तिकै अब चलाउनु त्यस्तै छ नि। लाइसेन्स निकाल्यो भन्नेमा टिपेर निकाले जस्तै हो। अनि बल्ल बल्ल पुगेको भने 2जना थियौँ, 2जना। अहिले कस्तो राम्रो चलाउनै आउँदैन त्यो बेला, यहाँ माथितिर जाने बाबा सबै यति माथितिर। ओभरटेक हानु हुने तलदेखि पछि ओभरटेक हान्नै पाइँदैन। उताबाट गाडी आएको है अन्त त्यो भने फाइनल्ली ओभरटेक पनि हान्यो। अब यहाँबाट हिँड्ने माथि डाँडामा पुग्नुपर्छ। पुग्न चाहिँ यहाँतिर कुदाउन पनि मिल्दैन, यहाँतिर मान्छेहरू हिँड्छन् क्या वरिपरि। अनि यता बारी गरिरहेको छन्, त्यही भएर कुदाउनु हुँदैन जति। नेपाली साथीहरूसँग आएको थियो, अब साथीहरूसँग बिच गइहालेँ। आफै त एक्लै हिँड्नु पऱ्यो त्यसैले। कस्तो कालो कालो पानी पर्छ क्या हो, माथिको पानी पर्छ कि म त हेरेँ ल माथि गएर पानी पर्छ। फर्किनु नके ऱ्याङ्कोट पनि बोकेको छैन त्यस्तो हुन्छ। पहिला त यहाँ भिडियो बनाएछ पहिला उनीहरूलाई जाउँ भनेको। यहाँ पहिला धेरैचोटि आइसकेँ, जानै मन लागेन भयो। म एक्लै हिँडेको यो मन्दिरमा चाहिँ अस्ति हामी नयाँ स्कुटी किने बेला यही मन्दिर आएर पूजा गरेको यहाँनिर आएर थिएन भनेर। यताबाट गयो भने गुन्द्रुकतिर पुग्छ, यो टाढो जानु। यहाँबाट कस्तो राम्रो हुन्छ कि यस्तो है। खाल्टे त्यसले पहिला त पहिला साथीहरूसँग आउँदा नि यस्तो पूजा आएको थियो नि। 2-4 बाइक थियो, हिँड्न त मजा छिट्दैन नि। कति पिकनिक आइन्छ माथि आउँछ मान्छेहरू। तर ठाउँ राम्रो छ नि त माथिबाट सबै भ्यू देखिन्छ नि माथिबाट। त्यही भएर
उसले पनि जुगाले टोकेको थिएन मलाई नि बाटोमा थाहा भएन यहाँ आएर रोकेर यस्तो हेरेर चिला यस्तो हेरेर न पुरै रगत क्या के भन्नु यस्तो हेरेर त पुरै रगत खाएर अझै जुगा निक्लिरहेको त्यस्तो भएको पुरै रगत जाने खुट्टाभरि जुगाले खाएर यहाँबाट तातो गोलेश्वर कति बाटो बिग्रेछ हौ अहिले त पहिलाभन्दा पहिला ठिक त बाटोहरू अहिले त एकदम के खाल्टो बाटो धेरै खाल्टो भयो त्यो त कस्तो राम्रो थियो बाटो एकचोटि साथीहरूसँग आउँदाखेरि होइन यस्तो मोडमा यहाँनिर रोकेको थिएँ होइन यहाँनिर त्यहाँ खाल्टो थियो उयो यस्तो डिस्कट त्यहाँ तपाईँबाट खाल्टो थियो होइन रोकेको थिएँ ओह्रालोमा म त यसो जाँदै थिएँ अनि रोक्यामा त्यो अगाडिको ब्रेक हानेको थियो अगाडिको त ब्रेक हानेको थिएँ चिप्लेर झन् तल पुगेको थिएन भिड तलतिर त्यो बेला दुवैजना फेरि एकजनाहरू मनी थिएँ तपाईँ एउटा साथी पनि दुवैजना भयो तल पुगेको थिएँ चिप्लेर त्यस्तो उयस्तो भयो क्या पातहरू चिप्लेर के खाल्टो भयो त चिसो भयो भाइ ज्याकेट लाउनुपर्छ क्या चेन ज्याकेटको त्यो चिसो हो भन्दा त्यहाँ यहाँनिर यसरी हिँडेँ अस्ति न टाढोमा रन्केर आएको थियो म चाहिँ आफ्नो साइडमा थिएँ उसले पुरै च्यापेर छ क्या छुट्टा च्यापेर अनि यहाँबाट तल पुरै देखिन्छ अब फक्त यहाँ बिग्रेछ बाटो राम्रै थियो बाटो बिग्रेछ पुरै देखिन्छ फक्त जति माथि हो त्यति राम्रो भ्यू आउँदैन मान्छे गयो झन् राम्रो देख्न सक्छु तर आज देखिरहेछ त्यस्तो उयो फोहोर देखाएको छैन सबै देखिरहेछ माथिबाट भ्यूहरू यताबाट मास्टर गयो भने चाहिँ पाइलट गएर पुग्छ त्यो गेटबाट मास्टर गएर पाइलट गएर पुग्छ त्यो मास्तिर जाने हो त्यो बाटो चाहिँ पाइलट गएर पुग्छ उताबाट गयो यहाँबाट खतरा दिन्छ सबै धेरै जस्तोजना यहाँ उयो भिडियो बनाउनु आउँछ नि यहाँनिर भिडियो बनाउनु आउने राम्रो ठाउँ छ यहाँनिर भिडियो बनाउनु आउँछ यहाँ जिप लाइन छ यहाँनिर हुन्छ भिडियो आएर फोटो खिचाइदिउँ यो अलिक फोटो खिचेछन् हामी अस्ति नै आएर गऱ्यौँ फोटो भिडियो यताबाट चाहिँ रानीकोट जाने यता मास्तिर यताबाट जाने अहिले त अलिक ढलान गरेछ नि त त्यो त बिग्यो अरे अहिले त ढलान भएछ यहाँ चाहिँ पहिला कस्तो नराम्रो थियो यहाँको बाटो अहिले त पुरै ढलान के हो नि राम्रो हो नि पहिला त यहाँ पानी पऱ्यो भने केही जाँदैन थियो यहाँसम्म रहेछ यहाँबाट त बिग्रेकै हो यहाँबाट त बिग्रेकै होला टुटन्टी नै हो अब यहाँको बाटो त अब यहाँबाट आफू त बिस्तारै हिँड्ने हो कस्तो धुलोबडाको केले हो यस्तो अगाडि के गाडी पनि छ क्या त गाडी पनि छ जस्तो त्यसरी उडाउँदै उडिरहेको छ यसले नि उडायो त हौ धुलो त कस्तो चिप्लियो झन्डै पऱ्यो त्यो अगाडिको टायर चिप्लिएर अगाडिको टायर चिप्लिदिएर क्या त्यो जाओस् ओहो त्यसलाई जान दिएँ त्यसले धुलो उडायो धेरै आफू बिस्तारै जाने त्यसले बाटै नदेखिएर धुलो उडाइदिएर क्या तल त
आउन लाग्यो त्यो ढुङ्गा भएको ठाउँमा आइपुग्नु लाग्यो त्यो ढुङ्गा सेकी हिँड्छन् भर्खर नुहाएर आएको मान्छे अब धुलै बनाइदिनु भयो जस्तो भर्खर नुहाएर आएको भर्खर अब फेरि धुलै होला जस्तो छ धुलै बनाइदिएला जस्तो अहिले त ल आइपुग्यो फाइनली उयो माथि हो हुन चाहिँ त्यो टाढो मासतिर हो एउटा मासतिर हुन चाहिँ होइन बाइक यसको नै राख्नु पर्यो पहिला त माथि लगाएको थियो अहिले त नमिल्नु छ यहीँ राख्नुपर्ने भयो यही हो भक्तपुर बजार त्यहाँ छ ल म त्यहाँबाट हिँड्दै आएको त्यहाँबाट हिँड्दै टाढा अनि यहाँ निक्लेको आज त कोही पनि रहन्छ एक्लै कोही आएको छैन आउने बेला हुँदैछ होला नि त कोही पनि छैन अहिले त एक्लै हो आनन्द छ अब यहाँ भिडियो बनाउनु पर्छ टिकटक भिडियो बनाउनलाई मैले ट्राइपड पनि लिएर आएको छु टिकटकलाई अब कोही नभएपछि एक्लै भएपछि यही त हो नि होइन कोही नभएपछि ट्राइपड ल्याउनु पर्छ टिकटक बनाउनलाई के गर्नु अब एक्लै आएपछि यस्तै हो एक्लै आएपछि यस्तै के हो के बनाउँछन् हौ मान्छेहरूलाई अन्त बनाएको छ त के यस्तो बनाएको पुरै देखिन्छ यहाँबाट हेर्न रमाइलो छुट्टी हो नि अब त कोही जोडी आएको रहन्छ नि एक्लै नयाँ ट्राइपड पनि सेट गरियो होइन अब भिडियो बनाउनुलाई भिडियो बनाउँछु ट्राइपड सेट भयो अब खस्ला भनेको चाहिँ पिरो क्या त्यति हो न अरू पिर त होइन ढल्ला भन्ने मात्रै पिरो यहाँ बनाउँला भने भिडियो लास्टमा त अब हावा लगाएर ट्राइपड ढल्ला भन्ने पिर भयो अब यहाँ भिडियो नबनाउने अर्कै ठाउँ जाने अनि बनाउने यहाँ भिडियो बनाउनु क्यान्सिल यहाँ सामान पुगेँ अब हिँडेँ यहाँबाट यहाँ भिडियो बनाउला भने ट्राइपडै खस्ला जस्तो भइरहेको हावाले त्यसैले अब हिँडेको कोही छैन न आज त एक्लै हिँड्न ठिकै हुन्छ रमाइलो तर अलिक जङ्गल अलिक डर चाहिँ हुन्छ एक्लै भएपछि तर ठिकै हुन्छ साथीहरू भने चाहिँ अलिक रमाइलो क्या हुन चाहिँ अब साथीहरू छैनन् अनि एक्लै चाहिँ हिँड्नु पर्यो नि साथीहरू नभएपछि कोही सिस्नु पो रहेछ पोल्दाखेरि सिस्नुले पोल्यो भने ज्या हुन्छ हावा चाहिँ क्या खतरा लाग्छ क्या हावा चाहिँ खतरा लाग्छ एकजना मान्छे आएको छैन यो हात त बाटो कोही छैन न त कपालहरू धेरै आउँथे केटाहरू घुम्न हात त कोही पनि छैनन् त्यसले लडेला भने फेरि यहाँ लड्यो भने त कहाँ पुग्छ कहाँ तल कोही पनि छैन फेरि उठाउने मान्छे त्यसपछि बिस्तारा हिँड्नुपर्छ ल क्या सुनसान छ ल जङ्गलको बाटो सुनसान त्यसमा एक्लै अझै स्पिकर ल्याउनु पर्छ क्या अझ गीत बजाउँदै हिँड्नुहुन्थ्यो अनि रमाइलो हुन्थ्यो हिँड्न अहिले एक्लै हिँड्नु परेछ निक्लियो यहाँबाट आज स्कुटर माथि ल्याउनु पाइएन बाटै रहन्छ क्या पहिला बाटो थियो अहिले त चढाउनु नमिल्ने भएछ यो माथि ल्याउनु मिल्थ्यो न अहिले त रहन्छ क्या ल्याउनु नमिल्ने भएछ अन्त यहाँबाट तल रोडमै राखेको छु रोडमै छ अहिले त
स्कुटर आएर ठाउँमा आइपुगेँ। यहाँबाट मासतिर जाउँ कि नजाउँ कि चाहिँ मलाई। अहिले त आइछन् केटाहरू भर भर आउनु थालिन्छन् मान्छेहरू। यहाँ चढ्दैन क्या, त्यही यहाँ चढाइदिउँ हो। पहिले चढ्थ्यो, तल राखेको छु मैले। यहाँ तलबाट मासतिर जाउँ कि भइछ। अब हेरौँ मासतिर के हुन्छ। मासतिर अलिकति जानु पऱ्यो अनि त्यसपछि फर्किनु पऱ्यो। झन् भिडियो सिडियो बनाउन भने त लास्टमा हावाले गर्दा भिडियो नि बनाउनु पाइँदैन। मासतिर हावा यस्तो ठुलो छ, मासतिर नजाने। मासतिर जाने प्लानै क्यान्सल गरिदिएँ मैले। अब तलतिर जाने भयो। ठुलो क्या लास्ट चाहिँ ठुलो ठुलो भर नुहाएर आएको त्यही पनि। अनि जस्ताको त्यस्तै हुन्छ। बरु तलतिर जाने, तलतिर गएर भिडियो बनाउने भनेर बसिरहेको छु म। अनि ट्याक्क भ्यू आउने ठाउँमा जाने अनि भिडियो बनाउने भनेर। फेरि बाटै के अरे धुलोले कुनै नदेख्ने क्या। यहाँनिर भ्यू त राम्रो आउँछ तर हेरौँ न। त्यो चाहिँ पायड बाबा हो। अनि म चाहिँ यहाँ माथि छु होइन। त्यो चाहिँ पायड बाबा हो। अनि म चाहिँ यहाँ माथि यहाँनिर बसिरहेको छु। त्यो चाहिँ पायड बाबा हो होइन। म चाहिँ यहाँ माथि बसिरहेको छु। यहाँ चाहिँ रोडमा यो खिच्नलाई। अनि अब यहाँबाट जान्छु म। भिडियो नि बनाउनु त बनाउनु नि, कहिले के हुन्छ कहिले के हुन्छ। हल्ले हल्ले हावाले अब यहाँबाटै हिँड्दैन सबै भयो होइन काम। अब लागि भनौँ। मेरो त्यहाँ काम छैन, सकिहाल्यो। त्यसैले लागि कति बजे भन्दा चाहिँ 4 बजेछ। म आएको ट्याक्कै 1 घन्टा भएछ ल। 1 घन्टा भएछ म आएको चाहिँ। तल निक्लिनु पायो भने त्यो धुलो बाटो लास्टै धुलो क्या यहाँको बाटो त। हाम्रो यति अप्ठ्यारो पुगेपछि यति कति चाहिँ आनन्द हुन्छ बाटोहरू। यति चाहिँ कट्न पाए आनन्द हुन्छ क्या। बल्ल बिग्रे बाटो कट्यो ल। बिग्रे बाटो बल्ल सक्यो माथिबाट। धुलो उडेर हैरान क्या बाटो त। यति भएपछि अब यहाँ सब पिच्छ नि त। जे भने नि माथि जस्तो होइन नि त। फोटो खिच्न मान्छे कति ओर्लिन्छन्। राम्रो छ नि त यहाँ ठाउँ, त्यसैले सबै भ्यू देखिन्छ। त्यसैले त्यही भएर अब आनन्दले झर्दैछु म चाहिँ। अब घुमियो पनि घुमियो, एक्लै भयो नि घुमियो। त्यसैले आनन्दले झरिरहेको छु। अब यहाँ यही बाटो झऱ्यो हामी, तर यो बाटो अलिकति बिग्रेको थियो बेला। अहिले त हेरमै त कस्तो छ यहाँको बाटो, कहाँसम्म ठिक छ यो बाटो। कोही त्यो बाटो बिग्रेको थियो नि त, त्यही भएर यहीँसम्म हो। यता चौर रहेछ त्यही जम्मै त चौर जस्तो रहेछ। कस्तो रहेछ ठाउँ हेर्नलाई डेन्जर छ ल।
बिग्रेछ रहेछ बाटो तर म नि फर्स्ट टाइम हो यहाँ त म नि फर्स्ट टाइमै आएको हेरौँ न कस्तो रहेछ ग्राउन्ड हो चौर हो के हो यहाँ चाहिँ ग्राउन्ड रहेछ पिकनिक खाने ग्राउन्ड रहेछ पिकनिक गर्ने ग्राउन्ड पिकनिक सिकनिक कसलाई ग्राउन्ड रहेछ अरू केही होइन म नि पहिलोचोटि आएको नि यहाँ आएको थिएन यहाँको बाटो पिकनिक गर्ने ठाउँहरू चाहिँ रहेछ निस्किने पनि ठाउँ रहेछ तर यहाँ त पिजो है मलाई थाहा नै थिएन यी बाटो आएको है थाहा त्यहाँदेखि तर यी बाटो अस्ति निक्लिएको थियो हामी तर त्यस्तो थिएन जस्तो लागेको थियो ल त्यहाँ नि घुमियो माथि नि गइयो अब घर लाग्नु पर्यो जस्तो छ भनेर बस्यो अब के हुन्छ बाटो त हुन्छ के हुन्छ मोड अनुसार हुन्छ ठन्डा ठन्डा कुल कुल चिसो चिसो बिस्तारो बिस्तारो स्लोली हिँडौँ स्लोली मै स्लोली हिँडौँ भने फास्ट हिँड्यो कि धेरै हिँड्न त नहुने त्यही भएर त्यो बेला क्लज अलिक मिलेको थिएन स्टेट बन्द भएको भिडियो नि बनाउला भनेको लाग्छ हावा र झन्डेले झोलाइदियो क्या चलाउनु घर लाग्छ हावा